A day in my life as a law student. Hello everyone, welcome to my new mini vlog. आज चाहिँ म बिहानै उठेर फ्रेस भएर क्लासको लागि निस्केँ किनकि आज मलाई ढिलो भइरहेको थियो। अनि म चाहिँ बाटोमा सधैँ ओरियो बिस्कुट खाँदै जान्छु बसमा। अनि मलाई बसमा जानमा कम्तीमा 1 आवर लागिहाल्छ। अनि जब म पुगेँ यहाँ मेरो फ्रेन्डहरू पनि आइसकेका थियो। एन्ड हेर्न सक्नुहुन्छ माई क्युटी फ्रेन्ड आर हियर। अलि छिटो पुगेको कारणले हामीहरू एकछिन बाहिरमै बसेका थिए। त्यसपछि हामीहरू क्लासमा गए अनि त्यसपछि मैले भने कि आऊ साथी हामीहरू भ्लग बनाऊँ। अनि एकछिनमा हाम्रो क्लास नै स्टार्ट भयो। एन्ड क्लास सकिएपछि यहाँ मेरो फ्रेन्डहरू आफ्नो आफ्नो कला देखाइराखेको थिए। एउटा फ्रेन्ड यहाँ थियो जो गीत गाइरहेको थियो अनि हामीहरू यहाँ साइडमा हामी आफ्नै तालमा भिडियो बनाइरहेको थिएँ। अनि क्लास सकेपछि हामीहरू आउन थाले आफ्नो आफ्नो घरकोतिर। अनि यहाँ बस चढ्नको लागि म र मेरो फ्रेन्डहरू जाँदै थिएँ। एन्ड म फ्लावर लिएर आफ्नो फ्रेन्डहरूलाई दिँदै थिएँ। एकछिन पछि म आफ्नो फ्रेन्डहरूसँग छुटेँ एन्ड म यहाँ बसमा एक्लै भएँ घर आउनको लागि। क्लासबाट आउँदा मलाई बसमा यति बढी बोर लाग्छ नि अनि यति बढी जाम पनि हुन्छ कि मलाई अति नै रिस उठ्छ बाटोमा। एन्ड फाइनली यहाँ म आफ्नो रुम नजिक आइसकेको थिएँ। अनि कति बेला बस रुक्छ अनि म घर जान्छु सोचमा थिएँ। यति बढी घाम थियो कि बाटोमै मलाई तिर्खा लागेर म पानी खान थाले थिएँ। फाइनली आफ्टर 1 आवर म रुम नजिक पुगिसकेका थिएँ। एन्ड बाई बाई गाइज, भेटौँला नेक्स्ट भिडियोमा। एन्ड हजुरलाई भिडियो राम्रो लाग्यो भने प्लिज लाइक गरिदिनु होला। बाई बाई।